लागि एकदमै मेथी भुटेर पिसाइ हुँदैछ। अनि यता दिदीले किसान दिदीले पकाउनु हुँदैछ। आजको दसैँको डाइट लोकल कुखुरा। नमस्कार साथी हो, मेरो ससुरालीको पाहुनाहरू आइपुगिसक्नु भएको छ। मेरो यहाँ चाहिँ साथी तक्दा क्यान्टनमेन्ट निवासी, यहाँ मेरो जेठान दिदी, यहाँ मेरो दिदी, अनि यहाँ बहिनी, यहाँ मेरो बुढिया। यो चाहिँ आमाको लागि मेगी बनाइदिनु हुँदैछ। मेरो ससुराली चाहिँ तक्दा क्यान्टनमेन्ट। मेरो बुढिया चाहिँ भोटिया भएको कारण आज दसैँको एउटा भेटघाट 5 तारिक बोलाएको थिएँ, तर हिजो पानी आएर हतु बनायो। आज पहिरो सोर्दा वरिपरिकोहरू अहिले चाहिँ तर दिन अलिक राम्रो छ, अलिअलि आउँदैछ। बाँकीको दृश्यहरू अहिले देखाउँदै जानेछु तपाईँहरूलाई। यहाँनिर चाहिँ सबै मसिनो नानीहरू छ। यहाँ चाहिँ अब एकदम लोकल चिकनको सुप बनाउनको लागि चाहिँ चुल्हा फुक्दैछ मेरो श्रीमतीले। बनाउनु चाहिँ माथि जेठन दिदीले नै बनाउनु हुने अरे। मसलाहरू पनि ससुरालीबाटै पिसेर ल्याउनु भएको रहेछ र उहाँलाई एकदम यो तयारी गरिदिँदैछ मेरो बुढियाले। किनकि आगोमा पकाएको चाहिँ मिठो हुन्छ भनेर उहाँहरू ग्यासमा पकाउनु मान्नु भएन र फुकिदिँदैछौँ है साथी आगो। ल साथी हो मेरो आफन्तहरूलाई, ल आज यो बाहिर आँगन अलिक शीतल छ, पानीले पनि डिस्टर्ब दिएन र अब यहाँनिर एकदम बुफे सिस्टम छ। आफू पस्किन्छ के कति खाने। यो चाहिँ लोकल चिकनको सुप राइस सुरु भइसकेको छ। मेरो भदै केटा पर्खिरहेको छ र न सेम टु यो दिदी। जय गोर्खाल्यान्ड भन्नुहुँदैछ। ओ आलुदम पेम्पुलाई पनि देखाइदिनु न हौ मेरो घरमा। के छ नि, यहाँ मेरो सालो हो कि एकदम एक्टिभ छ हो। पानी सानीहरू टाकटोक। नामा नामा भनेको चाहिँ टिबेटन ल्याङ्ग्वेजमा चाहिँ बुहारी हो। या यी पकाइ तुलाई मेरो श्रीमती पनि बिजी। खानापिनाको एकदमै सुरु भइसकेको छ। कस्तो भएछ दिदी सुपहरू नुनहरू? अच्छा मिठो भएछ। अन्त हाम्रो च्याङ्बालाई अघि आएर मैले पकाएको भनिदेऊ न त, अन्त मिठो भएछ। मैले पकाएको मिठो भएको ल काट्नु चाहिँ मैले काटेको नि फेरि हिजो भन्नु। मेरो भनाइको ठिक छ पारा हो, पट्टै हालेर। ओ नामाले तल टिस्टाको योपालि पनि त्यही भयो। आमा आजको दिनलाई चाहिँ म एकदमै धन्यवाद दिन्छु नि हौ। हिजो जति पानी आउनु आएर पहिरो गएर तमासा भएर पनि भयो, तर आज चाहिँ दिन उब्रिदियोस् है भनेर प्रार्थना थियो, सुनिदिएछ। दामी भइरहेछ। तर अब जग्गा जग्गा पहिरो गएर कति दुःखद घटनाहरू पनि घट्यो है। के गर्नु, अब प्रकृतिलाई कसैले के गर्नु सकिँदैन। नानीहरू यहाँ खेल्दैछ। अनि अब यो दशहराको पार्टीको अन्तिम चिया चमेना गरेर सबै मेरो पिङ्ग्याहरू आफन्तहरू फर्किने तर्खरमा छ। ल अब एकदमै आज दशहराको सानो भेटघाट सकिएर मेरो पिङ्गियाहरू सबै जाँदैछ। ल नुबु
बाई बाई नामा ओ पेटे कुद्यो ल बहिनी बाई बाई हुन्छ दिदी तपाईँ चोचो बिचमा बोलाउँछ है म ल दिदी औ कर्मा आऊ न ल ल फेरि भेटौँ कर्मा ल यहाँ मेरो चाहिँ यो छोरी ज्वाइँहरू हो ल आइदियो बोला बुढो पनि पुरा कि मेरो अब ठाउँ पनि छ डल्लै कामको थाल्यो हिजो 18 जना चाहिँ पठाउँदै होइन हुन्छ यहाँ मेरो छोरी ज्वाइँ अलिक बत्तीले गर्दा पनि डिस्टर्ब भयो त साला